यति बेला 10औं PM कपको फाइनल खेल हुँदैछ। यति बेला रुकुम भर्सेस टिप्टो भेल्पो नेपाल सुरुवात हुँदैछ। सर्भिस रुकुम रिसिभ टिप्टो भेल्पो नेपाल। एकदम जसले यो खेल जित्नेछौ, यो खेलको विजेता भन्ने छ भने जसले हार्नेछ यो खेलको विजेता भन्ने छ। यति बेला टिप्टो भेल्पो नेपालले राम्रो सर्ट प्रहार गरेको छ। सर्भिस टिप्टो भेल्पो नेपाल रिसिभ रुकुम। राम्रो सर्ट प्रहार। बल आउट भएको सङ्केत। यति बेला टिप्टो भेल्पो नेपालले 2 बनाएको छ भने रुकुम भलिबल सेन्टर 0। भेल्पो नेपाल 2। रुकुमले पनि 2 बनाएको छ भने टिप्टो भेल्पो नेपाल 2-2 बराबर। यो यति बेला काठमाडौँको कबडमा चलिरहेको छ 10औं PM कप। यति बेला यो खेल जसले जित्नेछ ऊ विजेता हुनेछ, जसले हार्नेछ ऊ विजेता हुनेछ। रुकुम भलिबलले राम्रो चान्स थियो। राम्रो ब्लक रुकुम भलिबल सेन्टरबाट पनि राम्रो सर्ट। जोरदार रुकुमको पक्षमा एकदमै चाहिने हिटिङ एकदमै व्यापक भएको छ। यति बेला रुकुम भलिबल राम्रो सर्भिस थियो तर जालीमा। यति बेला रुकुम आवाज दर्शकहरूबाट। यति बेला चाहिँ टिप्टो भेल्पो नेपाल 3-3 बराबर रहेको छ। टिप्टो भेल्पो नेपाल यति बेला चाहिँ सर्भिसमा छ। यताको उल्लेख गर्दाखेरि अलिकति देखिँदैन साथीहरू। म कर्नरतिर म छु। राम्रो सर्ट प्रहार, राम्रै बलर। यति बेला रुकुम भलिबल सेन्टरले अङ्क थपेको छ। 4-3 सर्भिसमा रुकुम भलिबल सेट। यति बेला राम्रो सर्ट प्रहार। टिप्टो भेल्पो नेपाल 4-4। राम्रो टिप्टो भेल्पो नेपालको पक्षमा। सर्भिस टिप्टो भेल्पो नेपाल 5-4। रुकुमको पक्षबाट पनि रुकुम 5-5 बराबर बनाएको छ। सर्भिसमा टिप्टो रुकुम भलिबल सेन्टर छ। रिसिभमा टिप्टो भेल्पो नेपाल। राम्रो सर्भिस। यति बेला सर्भिस आउट। यो एकदमै दुःखद कुरा हो। सर्भिस आउट।
टिपटप हेल्प नेपाल सर्भिसमा यति बेला राम्रो सर्ट प्राप्त गर्नु खोजिरहेको छ जालीमा 6 बराबर यति बेला टिपटप हेल्प नेपाल बराबर यति बेला नेपाल 7-6 यति बेला स्कोर चाहिँ एकदमै बराबर आउँछ सर्भिसमा टिपटप हेल्प नेपाल त्यो गेम जसले जित्नेछ चाहिँ 10औं प्रधानमन्त्री हुनेछ भने जसले हार्नेछ त्यो विजेता बन्नेछ एकदमै बल यति बेला आउट यति बेला चाहिँ नम्बर 7 रहेको छ सर्भिसमा रुकुम भलिबल सेन्टर एकदमै असाध्यै प्रतिस्पर्धा भइरहेको छ जसले यो गेम जित्नेछ ऊ 10औं प्रधानमन्त्री कपको विजेता बन्नेछ जसले हार्नेछ ऊ विजेता रहनेछ एकदमै राम्रो प्लेस राम्रो सरी यो चाहिँ एकदमै गलत भयो एकदमै यति बेला टिपटप हेल्प नेपाल सर्भिसमा छ रुकुम पश्चिम भलिबल रिसिभमा छ 8-7 भएको छ जसले यो गेम जित्नेछ ऊ विजेता हुनेछ राम्रो सर्भिस प्रहार टिपटप हेल्प नेपालको तर्फबाट 1 नम्बर अग्रता 2 नम्बर अग्रता लिँदै 9 बनाएको छ भने रुकुम भलिबल 7 रहेको छ एकदमै राम्रो सर्ट थियो जालीमा यसको फाइदा रुकुम पश्चिम भलिबल सेन्टर 8-9 एकदमै रुकुमको पक्षमा धेरै नै होटिङ देखिन्छ राम्रो सर्टमा आउट यसको फाइदा टिपटप हेल्प नेपाल राम्रो प्लेस राम्रो खेलेको छ रुकुम भलिबल सेन्टरले यति बेला आफ्नो पक्षमा नम्बर लिएको छ 9-10 एकदमै जुममा खिचेको छु साथीहरू एकदमै राम्रो सर्ट टिपटप हेल्प नेपाल यति बेला स्कोर रहेको छ 11-9 2 नम्बर अग्रता गरिरहेको छ टिपटप हेल्प नेपालले सर्भिसमा टिपटप हेल्प नेपाल छ यति बेला राम्रो र एकदमै ब्लक पनि उठ्दै राम्रो 3 पोइन्टको लिड गरिरहेको छ यति बेला टिपटप हेल्प नेपाल 13-9 छ भलिबल भएको छ सर्भिसमा टिपटप हेल्प नेपाल 12-9 राम्रो सर्ट रुकुम भलिबल सेन्टरको तर्फबाट यति बेला सर्भिसमा हिमाल सुनारी 10औं प्रधानमन्त्री कपको
जसले यो गेम जित्नेछ ऊ विजेता रहनेछ, जसले हार्नेछ ऊ विजेता रहनेछ। राम्रो भलिबल, राम्रो सर्ट पाएको थियो यति बेला आउट गरिसके। यसको फाइदा रुकुम भलिबल सेन्टरलाई। एघार 12 एकदमै राम्रो फलो गरेको छ। नम्बर 12 बराबर। आउट भएको छ, टाइम आउट। सर्भिसमा रुकुम पश्चिम 12 बराबर। नेपाल 13 12। सर्भिसमा टिप्टो भेलको नेपाल। राम्रो सर्ट प्रहार टिप्टो भेलको नेपाल। फेरि 2 को अग्रता लिएको छ 14 12। नेपाल 15 12। एकदमै बल आउट र राइटको विषयमा एकदमै हल्ला भइरहेको थियो त्यति बेला। बल जालीमा। रुकुम भलिबल सेन्टर 13 टिप्टप हेल्को नेपाल 15। 2 पोइन्टको अग्रता लिइरहेको छ यति बेला। सर्भिसमा रुकुम भलिबल सेन्टर हाम्रो तेज बुढाजी हुनुहुन्छ कोच। बनाएको छ भने दिएर रुकुम पश्चिम भलिबल सेन्टर। सर्भिसमा टिप्टा भेल्को नेपाल। एकदमै यहाँनिर यो ओभरअलमा यो राखेको छ, त्यसले गर्दाखेरि सर्भिस गर्ने मान्छे देखाउन एकदमै गाह्रो भइरहेको छ। राम्रो सर्ट बार अहिलेसम्म एकदमै राम्रो सर्ट रुकुम पश्चिमको तर्फबाट 14 16 यति बेला। सर्भिसमा रुकुम काटेर यति बेला 17 14 रहेको छ टिप्टो भेलको नेपाल। सर्भिसमा एकदमै यति बेला सर्भिसमा टिप्टो भेलको नेपाल। राम्रो सर्ट पार, राम्रो ब्लक, राम्रो ब्लक। टिप्टो भेलको नेपाल 17। एकदमै यो पहिलो गेम चलिरहेको छ साथीहरू। यो जसले जित्नेछ ऊ 10औं प्रधानमन्त्री कपको विनर बन्नेछ र जसले हार्नेछ ऊ उपविजेता बन्नेछ। राम्रो ब्लक थियो र यति बेला टिप्टो भेलको नेपालले नै अङ्क थपेको छ 18 15। टिप्टो भेलको नेपाल रिसिभ। रुकुम पश्चिमलाई नै नम्बर 17 18 1 पोइन्टको अग्रता छ। केही
बराबर हेरौँ एकदम ओहो रुकुम पश्चिम भलिबलले यो सर्ट उठाउन सकेन टिपटप भेलको नेपाल यति बेला 1 नम्बर अग्रता लिँदै 19 बनाएको छ भने रुकुम पश्चिम भलिबल सेन्टर 18 सर्भिसमा बल आउट 19 बराबर बराबर थियो भर्खरै टिपटप हेल्प नेपालले नम्बर थपेको छ 20-19 सर्भिसमा टिपटप हेल्प नेपाल 20-19 रहेको छ एकदमै खेल प्रतिस्पर्धा भइरहेको छ धेरै राम्रो सर्ट यति बेला 20-20 बराबर भइरहेको छ साथीहरू 10औं प्रधानमन्त्री कपको फाइनल गेम चलिरहेको छ रुकुम भलिबल सेन्टर र टिपटप हेल्प नेपाल सर्भिस रुकुम भलिबल सेन्टर रिसिभ टिपटप हेल्प नेपाल एकदमै राम्रो ब्लक रुकुमले 1 अङ्क थप्दै 21 बढाएको छ भने यति बेला टिपटप हेल्प नेपाल 20-21 सर्भिसमा टिपटप हेल्प नेपाल रिसिभमा चाहिँ टाइम आउट भएको छ जित्दै छैन अब 21-20 रुकुम ल एकदमै रुकुमले सपोर्टेड गरिरहेका छन् साथीहरू एकदमै क्राउड छ साथीहरू ओ माय गॉड एकदमै ल यो भाइहरूलाई पनि देखाइदिएँ मैले आउट गएको सङ्केत रेफ्रीको यति बेला नो 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 विवाद भइरहेको छ नो एकदमै यो त ठिक छ अब उसले छैन भनिरहेछन् उनीहरूले अब चाहे रेफ्रीले छ भनेको छ यसमा ठिक छ टिपटप हेल्प नेपाल सर्भिसमा यति बेला अब रेफ्रीको डिसिजन अनुसार 21-22 थोरै मेहनत गर्नुपर्ने देखिन्छ रुकुम भलिबल सेन्टरले यो रुकुम सरी एकदमै यति बेला चाहिँ टिपटप हेल्प नेपालले अङ्क थप्यो 22 बराबर यति बेला प्रतिस्पर्धात्मक गेम भइरहेछ यति बेला सर्भिसमा टिपटप हेल्प नेपाल 22 बराबर भएको छ साथीहरू टिपटप हेल्प नेपाल सर्भिस रुकुम भलिबल सेन्टर रिसिभ राम्रो 1 अङ्क थप्दै 23 बनाएको छ रुकुमले साथीहरू 23 बनाएको छ टिपटप हेल्प नेपाल 22 रहेको छ हेरौँ यो गेम जसले जित्नेछ 10औं PM कपको च्याम्पियन बन्ने छ राम्रो सर्ट पार 23 बराबर भएको छ
सर्भिसमा टिपटप हेल्प नेपाल रुकुम पश्चिम भलिबल सेन्टर रिसिभ 23 बराबर पनि हुनुहुन्छ ल है अब लास्ट 24 23 रहेको छ रुकुम भलिबल सेन्टर 24 सर्भिसमा भलिबल सेन्टर ल हेरौँ एकै ब्लक गर्न सकेमा राम्रो हुन्थ्यो 24 बराबर एकदमै राम्रो सर्ट पुरा टिपटप हेल्प नेपाल 24 बराबर 24 बराबर रहेको छ यति बेला टिपटप हेल्प नेपाल सर्भिसमा छ भने रुकुम भलिबल सेन्टर रिसिभमा छ 24 बराबर रहेको छ यो पहिलो सेट रहेको छ साथीहरू आशा छ हान्छ भन्ने लास्ट पिरियडमा यो एकदमै गलत भएको छ रुकुम पश्चिम भलिबल एकदमै गलत भएको छ यति बेला टिपटप हेल्प नेपाल 1 नम्बर थप्दै 25 भएको छ भने 24 रुकुम भलिबल सेन्टर सर्भिसमा टिपटप हेल्प नेपाल राम्रो सर्ट प्रहार गर्दा पनि सकेन एकदमै चान्स रुकुमको लागि नाइस सर्ट यति बेला यो रुकुम एकदमै 25 बराबर भएको छ साथीहरू जसले जित्नेछ ऊ चाहिँ 10औं प्रधानमन्त्री कपको च्याम्पियन बन्नेछ महिलातर्फ भने नेपाल पुलिस च्याम्पियन बनेको छ 10औं प्रधानमन्त्री कपको महिलातर्फको भने यति बेला रुकुम पश्चिम भलिबल सेन्टर सर्भिसमा टिपटप हेल्प नेपाल रिसिभमा एकदमै यो दुर्भाग्य एकदमै चाहिँ फल भएको छ सर्भिसमा टिपटप हेल्प नेपाल हेरौँ रिसिभमा भलिबल है राम्रो सर्ट एकदमै ल यति बेला रुकुम भलिबल सेन्टरलाई चान्स हुन सक्ने सम्भावना एकदमै यति बेला हामी एकदमै 1000 को फाइदा लिइरहेका छौँ साथीहरू 1000 को फाइदा यति बेला रुकुम पश्चिम भलिबल सेन्टर सर्भिसमा 26 बराबर एकदमै यतै थियो बल चाहिँ बल आउट भएको छ यति बेला टिपटप हेल्प नेपालले 27 बनाएको छ भने हजुर 27-26 रुकुम भलिबल सेन्टर 26 रहेको छ सर्भिसमा टिपटप हेल्प नेपाल आशा छ हान्छ भन्ने कुरा आशा छ 27-27 गएको छ साथीहरू यो पहिलो सेट असाध्यै प्रतिस्पर्धात्मक छ यति बेला सर्भिसमा रुकुम भलिबल सेन्टर छ एकदमै रुकुमको लागि गौरवको विषय हो तेज बुदा पनि गौरवकै विषय हो तेज कोच हुनुहुन्छ एकदमै राम्रो यो अवसर रुकुमका लागि राम्रो रहन सक्यो अझै पनि एकदमै राम्रो अहिले अब यसको फाइदा रुकुम पश्चिम भलिबल सेन्टरलाई यति बेला रुकुम पश्चिम भलिबल सेन्टरले 28 बनाएको छ भने 27 टिपटप हेल्प नेपाल एकदम रुकुम सर्भिसमा यति बेला ल है यति ब्लक राम्रो दिन सक्यो ल अब चाहिँ रुकुमको लागि यो पहिलो सेट जित्न सक्ने सम्भावना
यो चाहिँ राम्रो भयो। यो पहिलो सेट जितेको छ साथीहरू। हेरौँ अब बस ल है रुकुम यति बेला 29 सम्म पुगेको छ खेल रुकुम र टिपटप हेल्प नेपालको पहिलो सेट रुकुम पश्चिमले हात पारेको छ। त्यति बेला यो सेकेन्ड सेट चलिरहेको छ साथीहरू। पहिलो सेट रुकुम पश्चिमले हात पारेको छ भने दोस्रो सेटको 22 रुकुमको छ भने 19 टिपटप हेल्प नेपालको छ। पहिलो सेट रुकुमले 29 को अङ्क तालिकामा हात पारेको थियो। यति बेला राम्रो सर्ट टिपटप हेल्प नेपालबाट। टिपटप हेल्प नेपालले 20 बनाएको छ भने रुकुम पश्चिम भलिबल सेन्टरले 22 बनाएको छ। पहिलो सेट रुकुम पश्चिमले हात पारेको छ। यो सेकेन्ड सेट रहेको छ। एकदमै राम्रो सर्ट रुकुम पश्चिमको तर्फबाट। एकदमै यता तालीहरू बजिरहेको छ। हेलो एकदमै रुकुमको पक्षमा धेरै भोटिङ आइरहेको छ। यति बेला टिपटप हेल्प नेपाल टाइम आउट। यति बेला रुकुम पश्चिम भलिबल सेन्टर सर्भिसमा छ। 23-20 रिसिभ टिपटप हेल्प नेपाल। पहिलो सेट रुकुम पश्चिमले हात पारेको छ। हेरौँ यो सेट पनि हात पार्ने एकदमै बलियो सम्भावना देखिन्छ। एकदमै हुनुहुन्छ रुकुम मैकोटा त्यो चलेकै गीत है साथीहरू। हाम्रो एकदमै व्यापक चलेको धीरज मगर। अब यति बेला रुकुमले 24 बनाएको छ। यो सेकेन्ड सेट रहेको छ। अब हेरौँ राम्रो सर्ट पार टिपटप हेल्प नेपालको तर्फबाट पनि। यति बेला 21-24 रहेको छ। टिपटप हेल्प नेपाल 21 रुकुम भलिबल सेन्टर 24। यति बेला ल खेलाडी चेन्ज गर्दै हुनुहुन्छ। एकदमै भरि भराउ छ। अब हेरौँ एक रुकुमको लागि गोल्डेन अवसर। गोल्डेन अवसर साथीहरू रुकुमको लागि यो सेकेन्ड सेट। यति बेला यो तेस्रो सेट चलिरहेको छ। सुरासर 2 सेट रुकुम पश्चिमले लिएको छ भने यो तेस्रो सेट यति बेला रुकुम पश्चिम भलिबल सेन्टर 20 रहेको छ भने टिपटप हेल्प नेपाल 21 रहेको छ। 1 पोइन्ट अन्तर रहेको छ। जसले यो गेम जित्नेछ 10औं प्रधानमन्त्री PM कपको च्याम्पियन रहनेछ। यति बेला त्रिपुरेश्वर रङ्गशालामा गेम भइरहेको छ। एकदमै राम्रो ब्लक यति बेला रुकुम पश्चिम भलिबल सेन्टरको तर्फबाट। एकदमै यति बेला चाहिँ 21-21 बराबर भएको छ। योभन्दा पहिलो सेट 2 सेट रुकुम भलिबल सेन्टरले हात पारेको छ भने टिपटप हेल्प नेपाल अहिले कुनै पनि सेट लिएको छैन। 21 बराबर रहेको छ। एकदमै यति बेला राम्रो सर्ट प्रहार गर्दै टिपटप हेल्प नेपाल 22 रहेको छ भने रुकुम भलिबल सेन्टर 21 रहेको छ। यति बेला टिपटप हेल्प नेपाल सर्भिसमा 22-21। हेरौँ अब राम्रो सर्ट प्रहार एकदमै यो यति बेला ओहो यो चाहिँ साह्रै मिस्टेक रह्यो। यति बेला चाहिँ 23 टिपटप हेल्प नेपालले बनाएको छ भने 21 रुकुम भलिबल सेन्टर यति बेला झुकेको छ। यति बेला चाहिँ 2 सेट रुकुम पश्चिमले हात पारेको छ भने यति बेला 1 सेटको दावेदार देखिन्छ टिपटप हेल्प नेपाल 23-21। हेरौँ रुकुम पश्चिम भलिबल सेन्टरले राम्रो सर्ट पार गर्दै 22 एकदमै चाहिने देखाएको छ। राम्रो प्रदर्शन देखाएको छ। यता पनि
ताली बसिरहेको छ एकदमै रुकुमको सपोर्टर एकदमै धेरै देखिन्छ त्यति बेला रुकुम भलिबल सेन्टर सर्भिसमा भने हेरौँ अब यो एकदमै साह्रै राम्रो सर्ट ट्राक गर्दै टिप्टा भेलको नेपालले 24 पुर्याएको छ भने रुकुम पश्चिम भलिबल बाँडिरहेको छ एकदमै यति बेला 2 सेट हात पारेको छ रुकुम पश्चिमले भने यति बेला अब यो 1 सेट टिप्टा भेलको नेपालले हात पार्ने जस्तो देखिन्छ हेरौँ एकदमै अब यति बेला लास्टै 24 रहेको छ यति बेला रुकुम पश्चिमले राम्रो प्रदर्शन गरेको छ यति बेला रुकुम पश्चिम 1 ब्लक दिन सकेमा धेरै राम्रो रहनेछ हिमाल सुनारी सर्भिसमा एकदमै धेरै राम्रो हेरौँ है एकदमै ल अब यो रुकुम पश्चिमको लागि राम्रो रहन सक्छ ल एकदमै यो ल है ल यो एकदमै एकदमै यतातिर सबैजना 24 भएको छ रुकुम पश्चिमले 2 सेट अगाडि नै हात लिइसकेको छ भने यो 24 बनाएको छ हेरौँ अब यो सेट रुकुम पश्चिमले जितेको खण्डमा च्याम्पियन पनि बन्नेछ र सोझो सेट हराउनेछ रुक्मेलीको सपोर्टमा एकदमै खतरा देखिएको छ यता रुक्मेलीको सपोर्ट अब यति बेला सर्भिसमा माल सुनारी नै देखिन्छन् रुकुमको पक्षमा एकदमै व्यापक देखिन्छ हेरौँ राम्रो ब्लक गरेको राम्रो प्रयास थियो रुकुम पश्चिमको यति बेला टिप्टा भेलको नेपालले एकदमै टिप्टा भेलको नेपाल सर्भिसमा छ 25-24 रहेको छ यति बेला राम्रो रुकुम पश्चिम भलिबल सेन्टर एकदमै 25 बराबर रहेको छ है साथीहरू फर्स्ट सेट पनि झन्डै 29 अङ्कमा पुगेको थियो है यति बेला रुकुम पश्चिम सर्भिसमा छ टिप्टा भेलको नेपाल रिसिभमा छ हेरौँ एकदमै प्रतिस्पर्धा रहेको छ एकदमै यहाँ चाहिँ राम्रो ब्लक अब यति बेला यो चाहिँ चान्स रहन सक्थ्यो एकदमै यो चाहिँ ब्लक आउट भएको छ 26 टिप्टा भेलको नेपालको रहेको छ भने 25 रुकुम पश्चिम भलिबल सेन्टर सर्भिस टिप्टा भेलको नेपाल सर्भिसमा 26-25 एकदमै ल रुकुमलाई चेन्ज लानी नहुने दबाब ल एकदमै यो सेट चाहिँ यो एकदमै 26 बराबर भएको छ रुकुमका पक्षमा देखिएको छब्बिस बराबर यो तेस्रो सेट रहेको छ 2 सेट रुकुम पश्चिमले हात पारेको छ साथीहरू एकदमै रमाइलो भइरहेको छ यति बेला सर्भिसमा रुकुम भलिबल सेन्टर देखेको छ यता चाहिँ केही मिस्टेक भए जस्तो देखिन्छ टिप्टा भेलको नेपालको सेड्युलमा यति बेला सर्भिसमा रुकुम पश्चिम 26 बराबर रहेको छ है साथीहरू फर्स्ट गेम 29 तिर पुऱ्याएर जितेको थियो भने झन्डै यो पनि त्यस्तै
देखिन्छ। ल यो रुकुमको लागि ठुलो अवसर रहन सक्छ। अब रुकुम 27 तिर छ भने रेस्ट। यति बेला सर्भिसमा रुकुम पश्चिम छ। यति बेला रुकुम पश्चिमको 27 छ भने टिपटप हेल्प नेपाल 26 रहेको छ। योभन्दा 2 सेट हात पारिसकेको अगाडि हात पारिसकेको छ रुकुम पश्चिम। ल यो चाहिँ अन्तिम रहन सक्छ सर। यो एकदमै गलत रह्यो, एकदमै जितिसकेको भनेर हामी सबै उठेको थियौँ साथीहरू है। यति बेला फेरि 27 बराबर हुन गइरहेको छ। यता एकदमै तालीसाली पटक्कै राख्नु भएको छ। रुकुम यो त एकदमै गलत भयो, एउटा मिस्टेक हुन गयो। हेरौँ सर्भिस मिस्टेक। यसको फाइनली रुकुम 28 टिपटप हेल्प नेपाल 27। झन्डै फर्स्ट सेट जसरी जितेको थियो रुकुम पश्चिम भलिबल सेन्टरले सेम त्यस्तै हुन आएको छ साथीहरू। ल यो गोल्डेन अवसर 2083 10औं PM कप जित्ने एकदमै दावेदार देखिन्छ। ल अब यो यो बल आउट भएको छ। अब जसरी पनि रुकुमले जितोस् भन्ने यहाँ चाहिँ एकदमै त्यस्तै देखिन्छ। हेलो म्याडम जी। गुड। एकदमै चाहिँ यति बेला 28 बराबरको अवस्थामा छ टिपटप हेल्प नेपाल सर्भिस। ल अब एकदमै एकदमै हामी पनि आवेशमा आइरहेको छौँ साथीहरू। क्यामेरा हल्लिरहेको छ है। हामी पनि एकदमै चाहिँ 29 है 29 रुकुमको छ भने बुझौँ 28 टिपटप हेल्प नेपालको। योभन्दा अगाडि 2 सेट रुकुम पश्चिमले चाहिँ हात पारिसकेको छ साथीहरू है। सर्भिसमा रुकुम। ल अब एकदमै यो प्रतिस्पर्धा देखिन्छ। यति यो एकदमै कभर गर्नुपर्ने देखिन्छ। ल अब यो रुकुमको लागि सरी एकदमै यो यो चाहिँ भएन। अझै सबैजना उठिराख्नु भएको छ जित्यो भनेर यतातिर। यति बेला 29मा गएको छ है साथीहरू। 29मा टिपटप हेल्प नेपाल सर्भिस। रुकुमले उठाउँछ जहाँसम्म लाग्छ है। झन्डै यति बेला आरबिसी रुकुम भलिबल सेन्टर 30 पुगेको छ भने टिपटप हेल्प नेपाल 29 छ। यति बेला एकदमै प्रधानमन्त्री कपको एकदमै चाहिँ 99% आसपास पुगिसकेको देखिन्छ। यो एकदमै रोमाञ्चक देखिरहेको छ साथीहरू। टिपटप हेल्प नेपालले नम्बर थापेको छ। यति बेला टिपटप हेल्प नेपाल सर्भिसमा छ। रुकुम पश्चिम रिसिभमा छ। 30 बराबर भएको छ साथीहरू। ल यति यो अवसर सुनौलो अवसर, एकदमै सुनौलो अवसर। एकदमै यो अब हेरौँ एकदमै राम्रो। यति बेला 31 नम्बर पुगेको छ है साथीहरू। रुकुम पश्चिमको 31 टिपटप हेल्प नेपाल 30 सर्भिसमा रुकुम पश्चिम रहनेछ। एकदमै रुकुम पश्चिम एकदमै बडा देखिएको छ खेल। एकदम हामी पनि आवेशमा छौँ साथीहरू। क्यामेरा हल्लिनु सक्छ है। एकदमै नाइस सर्भिस एकदमै। अब एउटा बोलर